नेपाल an FATF grey list, decoding China's role and how it affects India. त्यसको अनुसार नेपाल चाइनाले दिइरहेको ग्रान्ट, लोन, फन्डहरू मिसयुज गर्दै जाँदा पछि गएर चाइनाले केही डिमान्ड अघि सार्यो भने नेपालले नाइ भन्न नसक्ने डर हुन्छ र वेस्टले नेपाल चाइनातिर नढल्कोस् भनेर नेपाललाई ग्रे लिस्टमा राखे हुन सक्छ। चाइनाले आफ्नो इन्फ्लुएन्स बढाउँदै जाँदा इन्डिया तथा युएसए को साउथ एसियामा इन्फ्लुएन्स गर्दै जाँदैछ। मालदिभ्स र इन्डिया बीचको सम्बन्ध अहिले नराम्रो छ। बङ्गलादेशमा नि शेख हसिनालाई संरक्षण दिएको भएर बङ्गलादेशीहरू इन्डियासँग रिसाएका छन्। नेपालमा नि आर्टिकल अनुसार पहिला टिबेटियन रेफ्युजीहरू नेपालबाट इन्डियातिर पठाइन्थ्यो भने अहिले धेरै जस्तोलाई चाइनामा पठाइन्छ जहाँ उनीहरू अरेस्ट हुन्छन्। चाइनाले टिबेटलाई अझ कन्ट्रोलमा ल्याउन भए नि नेपालमाथि अझ इन्फ्लुएन्स बढाउन चाहन्छ र यहीसँग इन्भेस्टमेन्ट पनि नेपालमा बढेको छ। यो बढ्दो इन्भेस्टमेन्टलाई अलि कम गर्ने कुरा पनि ग्रे लिस्टमा राख्ने डिसिजनमा फ्याक्टर इन गरिएको हो कि भनेर विचार राखिएको छ। तर यो सब भन्दाखेरि जियोपोलिटिक्स मात्रले नेपाल ग्रे लिस्टमा परेको हो भन्ने कुरा साँचो होइन। आर्टिकलले पनि नेपालको कमजोरी छ भन्ने कुरा टार्दैन, तर यस्ता कुराहरूले पनि वर्ल्ड स्टेजको कति डिसिजनहरू इन्फ्लुएन्स गरिरहेका हुन्छन् भनेर हामीले याद गर्नु चाहिँ पर्छ।